एकै एयरपोर्ट हो दुबई पेरिस हेलो गुड मर्निङ। अहिले चाहिँ म यहाँ हाम्रो भाइ र म चाहिँ घुम्न जाँदैछु। पेरिस घुमाइदिनुहुन्छ आज मलाई अलिअलि। यसरी हामी हिँड्दैछु। वेदर चाहिँ एकदम चिसो छ। चिसो भए पनि यसो एकछिन अब घुम्नुपर्छ। यो चाहिँ पेरिसको गेट। हेलो गुड मर्निङ। यहाँ फ्रान्समा छु। आज हामी पारु बहिनी र म हामी चाहिँ यो के अरे फ्रान्स पेरिसको गेट होइन, यो गेटतिर यसो एकछिन घुम्न लगाएको हो। हामी चाहिँ म्युजियमभित्र छु अहिले। म्युजियमभित्र यो चाहिँ हामी म्युजियममा आएको हो। अहिले चाहिँ यहाँको म्युजियम हो यो चाहिँ। अनि यहाँ भाइ होम भाइ र पारु बहिनी यहाँ बसिरहेको छ। अनि अब चाहिँ अहिले भाइ घुमाउनुहुन्छ। है कस्तो मजा आउँदैको। फाइनली आइपुग्यो हामी। दाईहरू मिलन दाई, होम भाइ, अनि पारु बहिनी, साथी सबैजना टावरमा घुम्नको। ए लसो फ्याफुला दाई, लसो बहिनी, वेलकम टु फ्रान्स। थ्याङ्क यू दाई। फाइनली एफल टावर आइपुग्यो हामी चाहिँ। एकदम राम्रो लाइट परिरहेछ। हेलो, म चाहिँ अहिले पेरिसको एयरपोर्टबाट चाहिँ उता नर्वेतिर जान लागेको। अनि यहाँ चाहिँ सबैजना क्युमै छ। नमस्ते लसो फ्याफुला। म चाहिँ अहिले नर्वे ल्यान्ड भइसकेको छ। अनि यहाँ चाहिँ हाम्रो धनवीर भाइ, अनि अहिले चाहिँ हाम्रो डिबी त्यही त। अहिले चाहिँ म चाहिँ सुमित ब्लोन। अनि यहाँ यता दाई हुनुहुन्छ, तामाङ समाजको अध्यक्ष हुनुहुन्छ। लसो लसो यस्तो आइस नै आइस छ। अनि जमेको अनि घाम मात्रै लाग्ने देशमा। अनि हिउँ खेल्नुहोस् मजाले। अहिले चाहिँ हाम्रो स्वेडन पुगेर लन्च टाइम हुँदैछ। हाम्रो ज्ञानेन्द्र दाई, लक्ष्मी दिदी, अनि अझै लामा ज्वाइँ है त। हिउँ यहाँ त हिउँ कस्तो छ। गुड मर्निङ। यहाँ चाहिँ हिउँ परेको छ आज धेरै। हिजोदेखि हिउँ परेको यस्तो राम्रो घरहरू छ। त्यही त नि, कति राम्रो घर हो यो नि। यहाँ त कस्तो मजा रहेछ है घरहरू त। दाइ र फेरि डाँडातिर जाँदैछु, अर्को डाँडातिर। दाइ पछाडि दाइले देखाउँदै हुनुहुन्छ। यहाँ त ओलम्पिक गर्ने ठाउँ गेम नै
नै गर्ने ठाउँ Ut bare 31 sekunder bak ledende Ida Frøysland. Thank you so much सबैजनालाई हामी आज मेट्रोमा लड्नु होला लड्यो भने त म त पुग्छु नि उत्तरतिर यो चाहिँ नर्वेको हामी यहाँ आइपुगेको छौँ ग्याङहरू यता सबैजना फिल गर्दै हुनुहुन्छ है त